साथीहरु सबैजनालाई म युवराज सफलको हार्दिक स्वागत छ। पछिल्लो समयमा काठमाडौँका मेयर लुसिफर बालेन्द्र शाह पनि युवराज सफलको लाइनमा उभिएका छन्। अस्ति मात्रै बालेन्द्र शाह र रवि लामिछानेको बीचमा 5 घण्टा कुराकानी भयो। 5 घण्टा कुराकानीका क्रममा अब वैकल्पिक शक्ति कसरी मिल्ने, नयाँ धार भएका नयाँ विचार भएका राजनीतिक पार्टीहरू कसरी अगाडि बढ्ने भनेर छलफल भएको बुझिएको छ। कतिपयले अब रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने, बालेनलाई प्रधानमन्त्री बनाउने, पार्टी अध्यक्ष बनाउने भनेर कुरा भन्दै गर्दाखेरि काठमाडौँ महानगरपालिकाका लुसिफर मेयर बालेन्द्र शाहले स्पष्ट रूपमा रवि लामिछानेको पार्टीलाई भनिदिएका छन् कि रवि लामिछानेले अदालतबाट क्लिन चिट पाए भने मात्रै म तिमीलाई अध्यक्ष मान्छु, प्रधानमन्त्री बनाउँछु, त्यसपछि आलो पालो बनाउला। हिजो केपी ओली र शेरबहादुरले प्रचण्डले आलो पालो प्रधानमन्त्री बन्ने सहमति गर्दाखेरि 10 हात माथि उफ्रिने, आज आफै आलो पालो प्रधानमन्त्री बन्ने भनेर भन्दैछन्। तिम्रो बाउको वीरता होइन, न प्रचण्ड, न ओली, न देउवा, कसैको, न रवि लामिछाने, न लुसिफर बालेन, कसैको पनि यो देश वीरता होइन। अन्ततः बालेन्द्र शाह पनि उभिए युवराज सफलकै लाइनमा। भने रवि लामिछानेले क्लिन चिट पाए भने, सफाई पाए भने मात्रै रवि लामिछानेलाई म प्रधानमन्त्री मान्छु, म पार्टी अध्यक्ष मान्छु, होइन भने म मान्न सक्दैन भनेर बालेन्द्र शाहले भनिसकेका छन्। अब हेर्नुहोस्, बालेन्द्र शाह पनि युवराज सफलको लाइनमा। घन्टे ग्याङ निराश, रवि लामिछाने फेरि नखु कारागार गएर गाईको नाइके भाइ नाइके बन्ने सम्भावना प्रबल। धन्यवाद, नमस्कार।